नमस्ते सबैजनालाई। म आज युएनबी स्मार्ट इन्टरेक्टिभ बोर्डमा कसरी लेख्न सकिन्छ, कसरी व्हाइट बोर्ड युज गर्ने, प्ले स्टोर कसरी युज गर्ने, युट्युब कसरी युज गर्ने, बेसिक नलेजको बारेमा सानो भिडियो बनाउँदै छु। जुन चाहिँ मेरो पछाडि राखिएको स्मार्ट बोर्ड छ, यही नै युएनबी ब्रान्डको स्मार्ट इन्टरेक्टिभ बोर्ड हो। यसैको सानो बेसिक नलेज म दिन गइरहेको छु। र सबभन्दा सुरुमा व्हाइट बोर्डमा गएँ म। र व्हाइट बोर्डमा गइसकेपछि सबभन्दा सुरुमा चाहिँ के छ भन्दाखेरि नर्मली एउटा पेन लेख्छौँ, यसरी अब कोर्दाखेरि यसरी नर्मली पेनले लेख्यौँ। र यो जुन चाहिँ फर्स्टको हेर्नुहोस् त, यो फर्स्टको पेन लेखेको छ। यसमा चाहिँ हामीले अलग अलग खालको डिजाइनहरू, पेनको निपहरू पातलो मोटो गर्न सकिन्छ। यसलाई पातलो मोटो गर्नलाई हामीले यहाँ दिएको छ, हेर्नुहोस् त। र यतापट्टि लेफ्ट साइडमा हेर्नुहोस् त, माथिपट्टि यो भनेको पातलो निप, यो भनेको मोटो निप। यसलाई हामीले पेनको जुन चाहिँ हजुरहरूलाई स्मार्ट बोर्डमा पेन उपलब्ध गरिएको छ, त्यसमा चाहिँ एउटा पातलो निप, एउटा मोटो निप छ, अगाडि र पछाडि भएको। त्यसमा चाहिँ हामीले के भन्छ, अगाडि निपले चाहिँ पातलो लेख्न मिल्यो, पछाडि निपले चाहिँ मोटो गर्न मिल्यो। र त्यसै गरी भनेको अगाडि निपले कालो बनाउन मिल्यो, वा पछाडिकोलाई चाहिँ रातोसम्म बनाउन मिल्यो भन्दाखेरि एउटै पेनले दुई खालको तरिकाले लेख्न मिल्नको लागि मैले बनाइएको छ। र यसैलाई हामी चाहिँ ट्राई गरौँ। नर्मली यसरी हेरेर अहिले मोटो पेनले रातो रातो लेखिरहेछ, हेर्नुहोस् त, रातो रातो लेखिरहेछ। त्यसै गरी हामी पातलोले चाहिँ ब्ल्याकमा लेखिन्छ, हेर्नुहोस् त, सर ब्ल्याकमा लेखिने भयो। यो भनेको पातलो र मोटो पेनलाई हामीले कसरी युज गर्ने भन्ने देखाइएको छ। र त्यसै गरी भनेको यो नर्मली फर्स्टको, सेकेन्डको, थर्डको भनेको हाम्रो फर्मेट मात्रै हो पेनको, होइन, लेख्दाखेरिको फरक पर्ने तरिकाहरू मात्रै हो। यसलाई हामीले के गर्न सकिन्छ भन्दाखेरि अब नर्मली हाम्रो पातलो मोटो गरेर हामीले लेख्न सकियो। त्यसै गरी भनेको अर्को भनेको हजुरहरूले टी लेखेको हो नि त, टी लेखेकोलाई हामीले क्लिक गऱ्यौँ भने र हामीले ब्ल्याकमा क्लिक गरेको छौँ भने त्यसलाई हामी के गर्न सक्यौँ भन्दाखेरि अब टीमा गइसकेपछि जस्तै ए लेख्यौँ हामीले, बी लेख्यौँ हामीले, सी लेख्यौँ हामीले, एबिसी लेख्दाखेरि यसले अटोमेटिक टेक्स्टिङमा जाने भयो। त्यसै गरी कुनै कुराहरू जस्तै हामीले लेख्यौँ स्प्रिङ सिजन, SPRING, स्प्रिङ लेख्दाखेरि स्प्रिङ सिजनमा गयो, स्प्रिङ हामीले वर्डमा लिएर आयौँ। त्यसै गरी भनेको अर्को फङ्सन भनेको लास्टमा दिएको फङ्सनलाई चाहिँ हामीले के गर्न सक्यो भन्दाखेरि जस्तै हामीले नर्मली एउटा गोल बनाउँदाखेरि सानो आकारमा अलिकति टेढो बनाउने नि, हामीलाई यसलाई सेलेक्सन गरिसकेपछि हामीले गोल बनाउँदाखेरि यसले अटोमेटिक रिकगनाइज गरेर एउटा राम्रो फिगर बनाइदिन्छ। जस्तै स्क्वायर बनाउनु पऱ्यो भने पनि यसरी बनाउन सकियो। त्यसै गरी हामी ट्रायङ्गल बनाउनु पऱ्यो भने यसरी अटोमेटिक रिकगनाइज गर्ने भयो र यसलाई अटोमेटिक राम्रो फिगर लिएर दिन्छ। त्यसै गरी भनेको हामीले लेख्दै जाँदाखेरि यसरी लेख्दै गयौँ गर्दाखेरि अब सपोज के कुराले भरियो लेख्दै भरियो भने हामीले जस्ट हाम्रो हत्केलाले लेख्दै गर्दाखेरि हत्केलाले मेटाउन सक्यो यसलाई। यसरी यो सपोज होइन, हामीले यसरी लेख्यौँ, यसरी लेख्दाखेरि अब हामीले हत्केलाले नै हामीले मेटाउन सक्यौँ। हाम्रो कुनै इरेजरको आवश्यकता पर्दैन, डाइरेक्टली हामीले यसरी इरेज गर्न सक्यौँ, यसरी इरेज गर्न सक्यौँ। र त्यसै गरी इरेजरको टुलको चाहिँ हामीले के युज गर्न सकिन्छ, यो इरेजर टुल भयो सेकेन्डमा, यसलाई हामीले बिचकोले गर्दाखेरि यसरी सेलेक्सन गरेर मेटाउन सक्यौँ। यदि तपाईँले पुरै बोर्ड क्लियर गर्न छ भने यसलाई स्लाइड गर्नुभयो भने टोटली बोर्ड नै क्लियर हुने भयो। त्यसै गरी भनेको अर्को फङ्सन यसमा के छ भन्दा जस्तै अघि हामीले स्प्रिङ सिजन लेखेका थियौँ, त्यसलाई हामीले के गर्छौँ, फेरि स्प्रिङ सिजन लेख्छौँ, SPRING स्प्रिङ, SEASON सिजन, स्प्रिङ सिजन लेख्यौँ। अब यसलाई हामीले के गर्न सकिन्छ भन्दाखेरि थर्डको अप्सनले चाहिँ सेलेक्सन गर्न सक्यो। यसरी हामीले राउन्ड गऱ्यौँ भने सेलेक्सन गर्न सक्यो। सेलेक्सन गर्दाखेरि सुरुमा हामीले फर्स्टमा चाहिँ हामी कलर चुज गरेर कलर चेन्ज गर्न मिल्यो, कलर चाहिँ चुज गरेर कलर चेन्ज गर्न मिल्यो। सेकेन्डको चाहिँ हामीले गुगलमा सर्चमा जान सकिन्छ, जुन चाहिँ राइट ह्यान्ड साइडमा हेर्नुहोस् त, स्प्रिङ सिजनको गुगलमा अटोमेटिक सर्च हुने भयो, पिक्चरहरू हुने भयो। पिक्चरहरू भइसकेपछि अलमा गइसकेपछि एज हामीले यसको डिस्क्रिप्सनहरू पाउने भयो, यसको डिस्क्रिप्सन पाउन सकिन्छ। र यसलाई हामीले इमेजमा गइसकेपछि यसलाई हामी सपोज हामीको यो सेकेन्डको पिक्चर चाहियो भने हामीले त्यसलाई लङ प्रेस गर्छौँ, सेकेन्डको पिक्चरलाई छोडेर लङ प्रेस गरिसकेपछि हाम्रो लेफ्ट ह्यान्ड साइडमा हेर्नुहोस् त बोर्डमा पिक्चर आइसकेको छ। यसलाई फेरि हामीले त्यही सेलेक्सनलाई यसो छुन्छौँ मात्र पिक्चरलाई र ठुलो सानो गर्न मिल्ने भयो। लेफ्ट ह्यान्ड साइड, राइट ह्यान्ड साइड, तल माथि जता पनि राख्न मिल्यो। यो भनेको हामीले पिक्चरहरूलाई गुगलबाट कसरी तान्ने भन्ने कुरा भयो। यसै गरी भनेको अर्को यसमा फङ्सन के छ भन्दाखेरि जस्तै अब हामीहरूले यसलाई मैले पेज एड गर्दैछु। अर्को भनेको यसमा दिएको फोर्थ फङ्सनमा हामीले दिएको टुल्सहरूलाई बनाउन सक्यो यसरी। त्यसै गरी भनेको अर्को भनेको सिलिन्डरहरू बनाउन सक्यो, क्विक बनाउनको लागि सजिलो हुने किबोर्ड बनाउन सकियो। यसरी बनाएर हामीले देखाउन सक्यो। त्यसै गरी भनेको अर्को फङ्सन भनेको जस्तै प्लसमा गरेँ मैले, यसमा पाँचौँमा के छ प्लस लेखिएको छ। यस्तो भनेको यो इमेजको फर्मेट भयो, जुन चाहिँ हामीले लोकल्ली हामीले इन्टरेक्टिभ बोर्डमा